यो तपाईहरुले देख्नुभयो होला यसरी फर्सी सानसानो फर्सीहरु फलेको र केही समय पछाडी आफै कुहिएर झरेको देख्नुभयो होला हैन। यसमा के हुन्छ भने कुन चाहिँ फर्सी चाहिँ अब ठुलो हुन्छ भन्ने कुरा चाहिँ कसरी थाहा पाउन सकिन्छ भन्दाखेरि चाहिँ यदि यो सानो त्यो टेनिस बल जत्रो अब के भन्नु अझ सानो त्यो भन्दा पनि सानो अब के भन्नु त्यो सानसानो गोलबडा हुन्छ नि हो त्यत्रो भयो भनेदेखि चाहिँ त्यही बेला कुहिन सक्छ। तर त्यो भन्दा अलिकति बढेर टेनिस बलको आकार लियो र टेनिस बलबाट चाहिँ अब के भन्नु भन्दाखेरि चाहिँ क्रिकेट बलको आकार लियो भनेदेखि चाहिँ त्यो चाहिँ 100% नै ठुलो हुने चाहिँ सम्भावना चाहिँ हुन्छ है। र के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अब मानिनु कि एउटा फर्सीको बोटमा चाहिँ तपाईले चाहिँ 10-15 वटा यस्तो सानसानो फर्सी निस्केको देख्नु भएको छ भनेदेखि चाहिँ 5 वटा जतिलाई चाहिँ तपाईले चाहिँ फाल्दिनु भयो हुन्छ है। त्यस्तो भने सम्भावना के हुन्छ भने बाँकी 5 वटा चाहिँ राम्रोसँग फल्ने सम्भावना चाहिँ हुन्छ। यदि तपाईले चाहिँ सबैलाई चाहिँ मायाले लोभले राख्दाखेरि चाहिँ के हुन सक्छ भन्दाखेरि चाहिँ धेरै चाहिँ कुहिएर जाने सक्ने सम्भावना चाहिँ म्याक्सिमम हुन्छ। अब मैले यो बोटमा कम्ती भने 5-7 वटा सानसानो फर्सीहरु थिए त्यो सबै मैले काट्दिएँ र सम्भावना के देखिन्छ भने यो पनि ठुलो हुने देखिन्छ यो पनि ठुलो हुने देखिन्छ दुईटा साथसाथै यो त ठुलो नै भइसक्यो 3 वटा र यो 4 वटा यो चाहिँ मलाई अझै डाउट छ यो अझै सानै छ है सानो छ हेरौँ के हुन्छ। I will update